ल सम्पूर्णमा नमस्कार। आज चाहिँ हामी यो खुम्रे किराको असर र यसलाई रोकथामका उपायबारे जानकारी दिन गइरहेको छु। यो चाहिँ खुम्रे किराको असरको कारणले चाहिँ बोट पहेँलिन थालेको र बिस्तारै सुक्दै ओइलाउँदै मर्दै गएको, अनि तल डाँठमा हेर्दाखेरि चाहिँ खुम्रे किरा लागेको भेटिएको छ। अनि यसमा चाहिँ खुम्रे किराले जराबाट फेदबाट काटेर खाने, अनि त्यहीँबाट ओइलाउँदै ओइलाउँदै गएर यो सुक्दै जाने गर्दछ। यसलाई नियन्त्रण गर्नलाई चाहिँ हामीले पाकेको मल प्रयोग गर्न पर्यो। पाकेको मलमा पनि अब मेटाराइजियमको धुलो, त्यसलाई चाहिँ 500 ग्राम मेटाराइजियमको धुलोमा 100 केजी गोबर मलसित मिक्स गरेर खेतबारीमा छरिदिने स्थानीय विधिमा। निम, पसुरो, तितेपातीहरूको धुलोलाई खेतमा राखेर नियन्त्रण गर्न सकिन्छ। यदि त्यति गर्दा गर्दै पनि यो नियन्त्रणमा आएन भनेपछि चाहिँ हामीले रासायनिक विषादीतर्फ चाहिँ हामीले क्लोरोपाइरिफस प्रयोग गर्थ्यौँ भनेपछि अहिले चाहिँ त्यो ब्यान्ड भइसकेको हुनाले चाहिँ अहिले चाहिँ हामीले त्यसको सट्टामा चाहिँ हामी कटाप हाइड्रोक्लोराइड पनि प्रयोग गर्न सक्छौँ। अनि त्यसले पनि नियन्त्रण गर्न सकेन भनेपछि चाहिँ हामीले मुख्य गरेर त्यो गर्ने भनेकै हामीले काँचो मल प्रयोग गर्नमा नियन्त्रण गर्ने हो। काँचो मल नियन्त्रण भयो भनेपछि यो सबै नियन्त्रणमा आउँछ। त्यही भएर